आज हामी माद्री बुन्द्रुकको जङ्गलमा च्याउ खोज्न आउँदैछौँ है, जाँदैछौँ च्याउ खोज्नु। बाटो यस्तो छ, जङ्गल घारी हेरौँ है। अब कति चिप्लो, वाउ कस्तो जङ्गल अँध्यारो हेर्नु त। बाप यस्तो जङ्गल छ साथी हो। मैले चाहिँ भिडियो युट्युबको लागि बनाएको, ल युट्युबमा हाल्दैछु। हेर्नुहोस् माद्रीको जङ्गल सेम हाम्रो गाउँको कस्तो जङ्गल जस्तो छ। यो कता हो कता जङ्गल घारी, घर भने एउटा देखिँदैन। हराउने हो कि आज हामी साथीहरू हो। हेर्नुहोस् हेर्नु, अब हामी कस्तो जङ्गल हो यो। आमो हेर्नु त, नदी पनि छ यहाँनिर तलौ। ल हेर्नुहोस् गाइस, हामी आएको बाटो यही हो। फर्किनु नि यो बाटो हो हामी जाने। अनि च्याउ खोज्नु त्यसै सजिलो हुन्छ, च्याउ खानु। ल हेर्नुहोस् त, यसको अल्झी अरे फेरि लुगाउ। यो त बरको काँडा पो रहेछ त्यो त। यो बयरको काँडा रहेछ। हेर्नुहोस् त साथी हो, बयर पनि हुँदो रहेछ। हेर्नुहोस् गाइस, हाम्रो आन्टी उहाँ जङ्गलभित्र घुस्दै हुनुहुन्छ हो। लु लु यस्तोमा च्याउ खोजिँदैन होला हौ, यस्तो जङ्गलमा। हेर्नु त काँडा यस्तो रहेछ है। ओ पानी यस्तो रहेछ। हाम्रो उहाँ चाहिँ बहिनी हो, गाइड। हाम्रो उहाँ चाहिँ बहिनी हो गाइड। खोइ आइ भन्दै बहिनी, खोइ आइ त भन्देऊ। काँडाले समायो अरे हाम्रो बहिनीलाई। कत्रो कहाँ अड्क्यो त नि। हेर्नुहोस् त नदी यता पनि रहेछ। ओ आमा चराचुरुङ्गी पनि कति रहेछ। लुगा अड्केर खोइ त च्याउ रहेछ साँच्ची नै वहाँनिर। म देखाउँछु साथीहरूलाई ल, जुम गरेर। आमा लस्कारे रहेछ यहाँ त। ऊ हेर्नुहोस् है गाइसहरू, जुम भएन के भयो। बहिनीले टिप्दैछ अब हेर्नु। हेर्नुहोस् यता सेतो तिनवटा लस्कारे। बहिनीलाई लुगाले पक्रियो अरे। हाम्रो आन्टी च्याउ तान्दै हुनुहुन्छ। यो चाहिँ मैले युट्युबको लागि बनाउँदैछु भिडियो। हेलो गाइस, सबैले सब्सक्राइब गरिदिनु होला मेरो भ्लगमा आएर। ला हो हेर्नु त, काँडा अड्क्यो अरे हो बहिनीलाई। काँडाले समायो अरे, कता समायो नि। काँडा रहेछ। कसरी निक्लिन्छ अब त्यहाँबाट। यो चाहिँ माद्री बुन्द्रुकको जङ्गल हो। यता चाहिँ मेरो छोरी अनुहार देखेर छैन, कालो कालो। यस्तो काँडा घारीतिर हुँदो रहेछ। अनि च्याउ त, अनि च्याउ खानु त्यसो सजिलो हुन्छ त साथी हो। ल हेर्नुहोस् त, आमा त्यहाँ घारीबाट थाकल घारी पनि हुँदो रहेछ। हेर्नु थाकल घारी। ओहो थाकल घारी हेर्नु त, थाकल घारी। लु गाइस, कतिजना झार मानेर फर्क्यो जङ्गल देखेर। हेर्नु जङ्गल यस्तो छ है। जमुनाको बोट पनि ठुलो रहेछ। यहाँ रहेछ न, टेकेछ कसले नदेखेर हो। मैले टेकेँ कि हौ, फलमासु गाइज। भिडियो चाहिँ नकाटिकन बनाइरहेको छु, हेर्नु होला। च्याउ खोज्नेहरू
खोइ खदा आमै पारेछ त एक छक बोजूले पनि हेर त हौ हाम्रो आन्टीले यहाँ हेर्नु न कति धेरै पाका जङ्गल चाहिँ यस्तो छ जाउँ भने हिँड नि त जाउँ एक छक टिपु हेर्नु नआउनु आयो गुरे दुईजना साग टोलेर हेर्नु खुट्टा कस्तो छ हिलोले अनि च्याउ च्याउ भन्छ च्याउ खाँदैछ सजिलो हुन्छ भनेको ल हेर्नुहोस् त लगाइदिएर अहिले म अर्को पार्ट देखाउँछु ल च्याउ पुगेको सम्बन्धमा गाउँघरको खोल्चीमा हिँडेको जस्तो पो याद आयो त पानी देखेर त ल हेर्नुहोस् त कति सङ्लो पानी छल्लङ छल्लङ परेको यो चाहिँ नेचुरल पानी ऊ माथिबाट आएको रे भन्छ उहाँ पुगे च्याउटोलीहरू अब म पनि जाँदैछु बाटो चाहिँ कताबाट हो पनि यस्तो हुँदैछ है साथी हो मै जोड्दैछु ल पछि भिडियो बाटो त खतरा रहेछ त हो कताबाट हिँड्यो टोलीहरू यताकै बाटो गयो जस्तो त बाटो चाहिँ यस्तो रहेछ ल हेर्नुहोस् त सेम गाउँको बाटो छ नि हो नि यस्तै हिँडेपछि मान्छे लु चप्पलै छोडेर नि कचक कचक चाहिँ कालो माटो हो च्याउ खान त्यसै सजिलो छ साथी हो तिमीले भन्दाखेरि च्याउ च्याउ भन्छ नि ल हेर्नुहोस् बाटो च्याउ टिप्ने गतिलो बाटो कताबाट गयो टोलीहरू कसले देखेछ पहिला च्याउतिरको चाहिँ लु खुट्टा फ्याक्क भाँच्यो त मेरो त है ल हेर्नुहोस् गएर खुट्टाको गति बाटोको च्याउ खान त्यसो सजिलो छ त कुन बाटोले आयो कहाँको बाटोले आयो यो हो बाटो कता हो यहाँ खुट्टा हिलो हिलो भयो लु घनाको जङ्गल काटेर अर्को के ठाउँमा आइयो अनि यस्तो छ बाटो लु कताबाट गयो यिनीहरू ओहो खोइ च्याउ भेटायो ओहो लु भेटायो च्याउ खोइ हेरौँ हेरौँ लु च्याउ भेटायो साथी हो यस्तो दुःख बाटो गरेर आयो अनि खोइ हो रहेछ लु कस्तो हुन्छ लु बोटो मलाई देखाउँदा एकचोटि म टिप्छु है म जान्छु खै बहिनीले टिप्यो टिप्दैछ टिप्यो टिप्यो बहिनी मैले देखाउनु ल्याएको क्या यस्तो कति काँडा रहेछ है काँडा जोगेर होइन बाघ त आउँदैन नि हेर निहुरेर हिँड्नु पर्ने रहेछ ओहो कुहिरहेछ त कसरी थाहा पायो च्याउ पाउँछ भनेर चाहिँ त्यो काँडा हो कि के हो होइन मजा सजिलो गराउनु थाल्यो त हो र जिउँ त कि मरेको अनि कसले पक्रियो बहिनी तिमीले कहाँ पक्रेको बसिरहेको थियो
खतरा घारीमा आइयो त हो नि यता त छैन होला हौ यता पार्टी गर्दो रहेछ मान्छेहरूले यस्तो निक्लेर हिँड्नुपर्ने रहेछ साथी हो यो जङ्गलमा हेर्नु त खुट्टा खप्क भाँसेको यहाँ त बँदेल पनि पाउँछ होला है मैले पनि भेटाएको छैन देखेन मैले पनि भेटाएँ एउटा त यस्तो घारीभित्र हुँदो रहेछ नि पुरै फक्रेको जस्तो रहेछ नि त ओहो ल साथीहरू च्याउ पायो फाइनली एउटा यस्तो हुँदो रहेछ च्याउ अनि यहाँ काँडा पो रहेछ यहाँ त एउटा भेटाएँ मैले पनि ऊ बहिनीको हातमा आमा हेर्नु त बहिनी ओहो अनि त्यसै च्याउ खान च्याउ च्याउ भन्छ नि मान्छेहरू सजिलो छ र अब खै लगाइजहरू म चाहिँ नसक्ने भयो अब आमा यता पनि यस्तो खालको च्याउ पाउँदो रहेछ बगाले च्याउ साथी हो हेर्नुहोस् त ल आज यसलाई चट्ट भुटेर सट्ट बनाएर आम्मा यत्रो जङ्गल छ हेर्नुहोस् त ल जङ्गल घनघार जङ्गल खतरा छ जङ्गल त ठुलो पो रहेछ जङ्गल त यार मधेरो गराउनु थालो फाइनली गाइस च्याउ हेर्नुहोस् मैले युट्युबको लागि बनाएको भिडियो टिकटकको लागि होइन हेर्नुहोस् ल गाइस अनि यस्तो अनि आमा टन्नै बगेछ नि लु ल बाई बाई गाइस सबैजनालाई भन्यो ए हाम्रो च्याउ टोलीहरू है जङ्गलमा घुमेको सबैलाई बाई बाई भनिदिउँ बाई बाई सबैजनालाई ल गर नि त बाई बाई गर